नमस्कार साथीहरु, जहिले नै अर्को मको न झर्को। त्यसैले साथीहरु, हामी आफ्नै आमा बुबा दाजुभाइ दिदीबहिनी सम्पूर्ण इष्टमित गाउँ समाज हामी एकदम चितरमितर गरेका हुन्छौं। यो पार्टी तेरो, ओ पार्टी मेरो, यो रुखले घाम दिन्छ, यो रुखले अक्सिजन दिन्छ, यो सूर्यले तापक्रम दिन्छ, यो हाँसे हतौडाले यो काम आउँछ, ऊ काम आउँछ र अर्को हुन्छ हलोले जोड्न सकिन्छ, अर्को हुन्छ यो दुनियादारी कुरा भएर यसलाई भोट हाल्नु पर्छ भन्ने हाम्रो चितरमितर चलिरहेको हुन्छ। मजा अर्काले लिन्छ, मजा मौकाको फाइदा अर्काले उठाउँछ। हामी चाहिँ त्यसै अर्काको लागि दास बनेका छौं, झगडा गरेका छौं। यो अब समाजमा हुनु भएन। आवश्यकता अनुसार सबै आफ्नो ठाउँमा काम आउँछन्। आँसी पनि आउँछ, हतौडो पनि आउँछ, सूर्य पनि आउँछ, रुख पनि आउँछ, सबै आउँछ। त्यसैले पार्टी सबै राम्रा हुन्। मेरो बिन्ती, पार्टी सबै राम्रा हुन्। कुनै पार्टी पनि दोष नलगाउँ। हामी सबै घन्टी भन्छौँ अहिले। घन्टी पनि एउटा मन्दिरमा चढाउने हो, मन्दिरमा चढाउनु पर्छ हो, एउटा प्रार्थना हो, भगवानलाई चढाउने फूल हो। सबै त्यसैले आफ्नो ठाउँमा काम आउँछन्। त्यसैले हामीले त्यो चिन्ह भन्दा पनि मान्छे कुन उठेछ, कस्तो खालको उठेछ त्यो हेरौँ। त्यसको हैसियत कहाँसम्म छ, त्यसले के गर्ने हो भोलिको दिनमा भनेर त्यसको सवाल जवाब गरौँ। कुनै कुनै मेरा दाजुभाइहरूले बहुत यस्तो पनि भन्न लाग्छन् कि ऊ साला इन्डिया गएको छ, अर्को ठाउँमा गएको छ, वहाँ बसेको छ, वहाँबाट भाषण ठोकेको छ। यो पनि भयो होला तपाईँको विचारमा, होइन र? चुपचाप लागेर बसे त भइगयो थियो, अहिले किन बोल्नु पर्यो होला भन्ने पनि जवाब होला हजुरको। किनकि आज हाम्रो बोल्ने मौका छ, हामीले बोल्न सक्छौँ समाज सञ्जालमा। हाम्रो दिन छ अहिले। एउटा भोटको पनि करोडौँको मूल्यमा छ अहिले। त्यसैले हामीले बोल्ने फुल अधिकार छ। नेताको कानमा जाओस् कि यो भिडियो यस्तो, जबकि एउटा नेताले गाउँका होस् या बाहिरको होस्, कुनै पनि गाउँकै कुरा गरौँ। एउटा नेताले एउटा भोट नपाउँदा र आफूले नजित्दा उले जनतालाई कस्तो नजरले हेरेको हुन्छ, कुन नजरले हेरेको हुन्छ त्यो बुझ्नुहोस्। तपाईँ कति पछाडेको हुन्छ। तपाईँलाई नमस्कार गर्दा पनि नमस्कार नफर्काउने यस्ता पनि नेता छन्। त्यसैले अब पालो तपाईँको छ, पालो तपाईँको छ। उलाई त्यति नै पीर पर्छ भने यो जनतालाई कति पीर परेको होला। यतिका सालसम्म हामीले जित्यौँ, जनताले जितायो, हामीलाई अगाडि पठायो, हामीले जनताले जिताएर हामीलाई नेता बनायो। यो सोच गयो उनको, गएको छैन नि। हामीलाई त गल्लीका कुत्ता बनाएर राख्छन्। आफ्नो कुर्सीमा बसेर पनि हुँदैन उनलाई, उनको स्वार्थ चाहिन्छ फेरि। त्यस्ता व्यक्तिहरू छन्। त्यसैले अबको चुनावमा एकदम राम्रो मान्छे हेरौँ र भोट गरौँ।